आज फेरि वीर गोर्खालीको छोरोले खत्रै माल मगाइसक्यो के नेपालमा त। कुन माल हो? यसको धेरै महत्त्व छ हो सोल्टी, धेरै महत्त्व हो छ। र यो कतिको हो थाहा छ? कतिको हो भन्नु न त। $150 हो। अपुई नेपालदेखि अस्ति भर्खर मगाएको 1 हप्ता अगाडि अर्डर गरेको थिएँ, आयो वा। बल्ल आज आइपुग्यो। यति खतरा हो यो चिज, यति खतरा। मान्छे आज खान मजा आउने भयो। मजा मजा मजा। तपाईँहरूलाई पनि चखाउँछु, यहाँ देखाउनु त। ओहो रप्प रप्प, धेरै नखाऊ, गप्प गप्प। हो हो हो। यस्तो बबाल छ। बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला, फुल सोचेर तिमीलाई, फुल सोचेर। बगैँचामा चाहिँ होइन, तिमी बगैँचामा त आइसक्यौ होइन। अब मेरो जिब्रोले चाहिँ चुम्नेछ। यसरी बनाइन्छ आज डायमन्ड। तपाईँलाई यस्तो चखाउँछु, बोबाल बनाउँछु कि हो र सन्देह ल। बनाउँदै जाँदाखेरि अहिले देखिहालिन्छ नि कस्तो हुन्छ भनेर होइन। यसरी काट्ने यसलाई, अनि टक्क यस्तो गर्ने है त। अनि यसरी अब गर्नुभयो। अब यसरी काटिन्छ। ओहो सोल्टी कटाएर देख्नै सकिन्छ। डेन्जर। अझ यो यता देखाउनु, यो अझ नाइफ एकदम स्माल भयो है। हजुर स्माल भयो, यो अलिक ठुलो भइदिएको भए यस्तो बोबाल हुन्थ्यो। हेर्नु न, डायमन्डलाई यसरी काटेर होइन बोबाल हान्नुपर्छ भयो है। ओ कटाइ त छुरा छ त छुरा। लगभग फाइनलमा पुगिसकेको छ। यसको फर्स्ट टेस्ट चाहिँ म मेरो साथी सुभाषजीलाई टक्क फर्स्ट टेस्ट हान्न दिन्छु। अनि त्यसपछि है त साथीहरू, चाहनु त? कति मिठो, कति मिठो, खत्रै छ। बब्बा छ यार। अर्को ताल मगाउँदा चाहिँ मलाई पनि $100 को चाहिँ टक्क लगाएर मगाइदिनु पर्यो। ओके ओके, नो प्रब्लम। भनेपछि $100 को अब अर्कोचोटि। हजुर यार। ओके ओके ल। धेरै मिठो छ। त्यही हो, अब नआत्तिएर अगाडि बढ्नेछु। युट्युबको जर्नीलाई पनि अगाडि बढाउनेछु, किनभने मेरो जब चाहिँ छँदैछ होइन। सँगसँगै यो अब फुर्सदको टाइममा किन फोकटमा खेरा फाल्नु भनेर चाहिँ युट्युब जर्नीलाई पनि सँगसँगै अगाडि बढाउन त केही सिकिन्छ भन्ने क्रममा मैले युट्युब च्यानल खोलेको हो। अनि एकदम धेरै